ल उहाँहरू चाहिँ गोठको धुपमा यसरी दाजुहरू चाहिँ कुकुर भएर यसरी यसरी फुक्दै धुवा लाउँदै यसरी गोठाको धुप भने दाजु यो ल अब गोठको सबै भागिसक्यो कुकुरहरू आयो त्यो टोक्छ है त्यहाँबाटतिर फुक्नु हुँदैन फुक्नु हुँदैन के धुवा निस्किनु पर्यो त यसो चाहिँ के खुट्टा देखि दिनु जान्छ ए ल ठिक छ फुक्नु चाहिँ हुँदैन है सरी घुम्दै हुनुहुन्छ यसरी तमाम धुप भइरहेछ ए त्यो अलिअलि घिउ हो त्यो अलिअलि त्यहाँ लगाइदिनु हो कोइला पनि त्यो अलिअलि हाल्नु दुईपल्ट भइहाल्यो घुम्दै हुनुहुन्छ काका यो अन्डा फुटाउनु त अब है त्यो यो फुटाउँदा बेला भयो होला फुटाउने यो हेर्नुपर्छ यहाँ यो शिर पुछेर हेर्नु भन्दै पहिला त काना तिप्पाले गोठको पूजा पनि अब भव्य ढङ्गले नै भइरहेको छ यसरी तिन पुग्यो त्यतै राख्दा हुन्छ जहाँ राख्यो भने हुन्छ यता पछाडि गएर खानुपर्छ खिर त दाजु काका एक खिर टिपेर दाजु काका ए दाजु दाजु ए हो यहाँ खिर त दुईटामा उहाँ पनि छ हजुर यसरी खिर के दाजु तपाईँहरूको भाग आयो कुकुरको भाग बाहिर गएर यता होइन यता कुदेर उता पछाडि जानुपर्छ यता यता अब हामी पनि यहाँ प्रसाद खानुपर्छ नि दिपा चलिस नि अब घर लगभग अब हामी लगभग सक्यौँ अब चाहिँ यो उधौली यहाँ पनि जति बेला टाउको भालेको टाउकोहरू अरू सबै उठायो त्यो त उठाएर लग्यो भने किन राखेको नि लु भालेहरू उठाउनु आउनु है भालेहरू आफ्नो आफ्नो घरको यो चल्ला रह्यो हाम्रो छेउछेउ त्यो रातो है हुन्छ त्यो काकीहरूको त्यो लगिसक्यो लो यसपालिको गोठाको धुप पनि सक्यो नि त्यो अब तिपाको यहाँ टोपी होला तिपा यहाँ यहीँ घरमै हो सबै म त पण्डाली लान्छ यहाँ तिमीहरूको तापा लानु म बोक्दिनँ कहाँ बोक्छ त्यो कुकुरी लानु तिपा टाउको तिपाले एक साग हुन्छ यो कुकुरी ए सबै यहाँ रेकर्ड पछि भिडियो हेर्दै गर्ने अब राम्रो गर अब यो पनि अघि लान्छु भने आइसमा लगेन त्यतिको छ मेरो नानीको र अब यसरी खिर पाकेर अलि डढकेर यहाँ अब खिर यसरी परिपन्ज भनेर अब चाहिँ हामी गोठको धुपको खिर
यसरी ल है पूजा गएको यस्तै है गोठको पूजा गोठको पूजा बाँडिसकेपछि गोठको धुप्पा भगवान हरि खिर खाँदैछौँ यसरी हाम्रो गोठको धुप्पे हो उधौली पुने बुझ्यो